नमस्ते नमस्कार अनि फेरि पनि साहित्यिक अभिवादन टक्र्याउन चाहन्छु र अघिल्लो श्रृङ्खलामा यहाँहरूको माया साथ र सपोर्टले गर्दा नै पुनः पनि म फेरि पनि मन तरङ्गको अर्को एपिसोड यहाँहरू समक्ष ल्याउन बाध्य भएको छु र मन तरङ्ग यानि कि कविता वाचनको आजको श्रृङ्खलामा म दुईवटा कविताहरू वाचन गर्न गइरहेको छु र मैले वाचन गर्ने कविता पहिलो कविताको शीर्षक छ छुटिएको प्रेम। कुनै बेला कुनै पल प्रेम थियो जो छुटियो, छुटिए पनि अन्तिम उपहार त केवल याद दियो। आज उसका यादमा यो मस्तिष्क अनि मन घुमिरहेछ, शरीर त नसाको तालमा छ, यताउता झुमिरहेछ। कुनै बेला कुनै पल एक प्रेम थियो जो छुटियो, छुटिए पनि अन्तिम उपहार त केवल याद दियो। आज उसको यादमा यो मन मस्तिष्क घुमिरहेछ, शरीर त नसाको तालमा छ, यताउता झुमिरहेछ। भन्छन् मान्छेहरू छुटिएको प्रेमले यो त्यो यति र उति दियो। मलाई लाग्छ मेरो छुटिएको प्रेमले सम्झना र याद दियो। उनी गएपछि प्रेमको अन्तिम छिनो यादहरू छाडेर हृदयको कोठामा केवल स्मृतिहरू बोकेको छु साँचेर। छुटिएको प्रेमको अन्तिम छिनो त्यो मिठो पल म भित्रै सजाएर राखेको छु मनको निर्मल। त्यो स्पर्श त्यो गर्मी अझै महसुस गर्छु। तिम्रा यादहरू यो जिन्दगी अगाडि बढाउने आधार बनाउँछु। कुनै बेला कुनै पल एक प्रेम थियो जो छुटियो, छुटिए पनि अन्तिम उपहार त केवल याद दियो। पक्कै पनि यो पहिलो कविता सुनिदिनु भएकोमा विशेष आभार व्यक्त गर्दै अबको क्रममा भने म दोस्रो कविता वाचनतर्फ लाग्छु। दोस्रो कविताको शीर्षक छ एक्लै। म यो भिडभन्दा बेग्लै छु र त म एक्लै छु। म यो भिडभन्दा बेग्लै छु र त म एक्लै छु। अचेल आफूभित्र आफ्नै सुन्दर रूप देख्दैछु। मेरा विचार सुनाउन अरूलाई आफै भित्र थुन्छु। अरूलाई सुनाए उसको नजरमा पागल म हुन्छु। लाग्छ अचेल एक्लै हुनु भनेको सबथोक हुनु हो। आफै भित्र आफ्नो प्रतिबिम्ब बनाई आफैलाई छुनु हो। साथी बनाएर के गर्नु, एक समय त छुटिनै पर्छ। समयको चक्रसँगै वियोग आउँछ कुटिनै पर्छ। साथी माया प्रेम घृणा जलन सब थोक क्षणिक हुन्छ। एक्लो आफैले आफैलाई अपनाउनु पर्छ, बाँचुन्जेल हुन्छ। मन हो हजुर सम्हाल्नुपर्छ, अनेक सपना देख्छ। कहिले कसको त कहिले कसको आफैभित्र नाम लेख्छ। म यो भिडभन्दा बेग्लै छु र त म एक्लै छु। मन सम्हाल्नुपर्छ, जसो तसो जीवन जिउनुपर्छ। लागेको चोट त्यसै निको हुन्न, आफैले एक्लै सिउनुपर्छ। यो लेखेसी बुझे एक्लो हुनु अभिशाप होइन वरदान हो। एक्लै आएको थिए एक्लै जान्छु, अहिले पो भान भो, अहिले पो भान भो। एक्लै आए एक्लै जान्छु, आज पो भान भो। म यो भिडभन्दा बेग्लै छु र त म एक्लै छु। पक्कै पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूले दुवैवटा कविताहरू वाचन सुनिदिनु भयो। यति भन्दै आजको श्रृङ्खलाबाट म प्रस्तोता खगेन्द्र अनुरागी बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, जय नेपाल, जय नेपाली साहित्य। सुन्दै गर्नुहोला। यहाँको बाँकी समय शुभ रहोस्।